श्रीमती र श्रीमान पनि कसरी बस्ने भन्ने कुरा पनि शास्त्रमा नियम छ। सामान्यतया हामीले बिहेमा श्रीमतीलाई पहिले बिहे गर्दाखेरि दाहिनेपट्टि बसेको हुन्छन्, अनि बिहेको अन्तिममा आएर ठाउँ सार्ने त्यहाँ प्रक्रिया आउँछ र देब्रेतिर पार्छौँ, देब्रे राख्छौँ। बामाङ्गिनी भनिन्छ पत्नीलाई, हेर्नुहोस् बामाङ्गिनी भनिन्छ। त्यो पत्नी किन बायाँतिर राखेको भनेदेखि तपाईँको मुटु कतातिर हुन्छ भन्नु त? बायाँ हुन्छ। बायाँ हुन्छ। मेरी तिमी मुटु सरह प्रिय छौ है भनेको, मुटु सरह प्रिय भएर बायाँ राखेको हो। तर बायाँ हर हमेसा बायाँमा राख्नुपर्छ, फोटो खिच्दा पनि बायाँ राख्नुपर्छ। तर उसले पूजा गर्दाखेरि देवताको पूजा गर्दा पत्नी भाव हटाउनु पर्यो नि त्यहाँबाट। देवताको पूजा गर्दा सात्विक भाव चाहियो नि त। त्यो बेला देवताको पूजा गर्दा, मन्दिर दर्शन गर्दा, भागवत पुराण सुन्न बस्दाखेरि, यज्ञमा बस्दाखेरि दाहिने बस्नुपर्छ श्रीमती। के त्यति बेला त श्रीमतीत्व भाव रहनु भयो नि त्यसमा, उदार भाव हुनु पर्यो, सन्त भाव आउनु पर्यो। त्यसमा त्यति बेला दाहिने राख्नुपर्छ। अरू बेला हर हमेसा देब्रे राख्नुपर्छ श्रीमतीलाई। फोटो खिच्दा पनि देब्रे राखेर सुत्नुपर्छ। किनभनेदेखि दाहिने अब अरू मान्छेलाई देब्रे राखेर खिच्यो भने त दुईजनाबाट खिच्यो भने यो श्रीमती रहेछ भन्ने भावना आउँछ क्या मान्छेलाई। भनेपछि सुत्ने बेलामा पनि कुनामा पार्नलाई देब्रे नै राख्नु, देब्रे नै राख्नुपर्छ। देब्रे हाततिर श्रीमतीलाई सुताउनुपर्छ। त्यो कुरा छ। अनि बस्दाखेरि चाहिँ के हुन्छ भने सामान्य रूपमा बसाइमा चाहिँ देब्रेतिर श्रीमती बसुन्, दाहिनेतिर श्रीमान बसुन्, त्यो हुनुपर्छ। अनि छोराहरूले पनि छोराहरूले दाहिनेतिर बसाउनु हुँदैन। छोराहरूले पनि आफ्नो बाबुआमालाई दाहिने पार्नुपर्छ। छोराहरूले बाबु तपाईँले कुनै पनि गुरुलाई गुरुसित फोटो खिच्नु पर्यो भने, जस्तो अहिले तपाईँले मसित फोटो खिच्नु भएको छैन, फोटो खिच्नु भयो भने गुरुलाई जस्तो ग्रुपमा छ भने त दायाँमा कुरा हुँदैन, मलाई बिचमा राख्नु पनि सक्नुभयो। तर दुईजना मात्रै फोटो खिच्नु भने तपाईँको देब्रेतिर आफ्नो मान्ने मान्छेलाई राख्नु हुँदैन, दाहिनेतिर आफ्नो मान्ने मान्छेलाई दाहिनेतिर राखेर फोटो खिच्नु पर्यो। जस्तो मेरो पुरुषोत्तम गुरुसित जो फोटो खिचाएको छु, मैले कहिल्यै गुरुलाई देब्रे राखेर फोटो खिचाएको छैन। हेर्नु होला कहीँ देख्नुभयो भनेदेखि गुरुसित बुवासित आफ्नो मान्यजनसित फोटो खिच्दाखेरि दिदीबहिनीहरूको हकमा, दिदीबहिनीको हकमा दिदीबहिनीलाई दाहिने राखेर फोटो खिच्नुपर्छ दाजुभाइले। अब समूहमा छ भनेदेखि एउटी दिदी एकातिर जस्तो चाडी दिदीबहिनी छन्, भाइ टिका लाउनु पर्यो होइन। त्यति बेला फोटो खिच्यो भने भाइलाई बिचमा राखे, किनभने भाइ पूज्य हो नि त्यस दिन। भाइलाई बिचमा राखे, ग्रुपमा छ भने केही फरक पर्दैन। तर दुईजना मात्रै खिच्नु पर्यो भने बहिनी दाहिने बस्नैपर्छ, दाजु या भाइ देब्रे बस्नैपर्छ। यो चाहिँ बडो ख्याल गर्नुपर्ने कुरा छ। धेरै मान्छेले ख्याल गर्दैनन्। म यो सूचना पढेर मान्छेले ख्याल गरून्, त्यसमा पनि अनिष्ट हुन्छ। हेर्नुहोस् त्यो अनिष्ट हुन्छ। यो कुरा हामीले शास्त्रले जुन कुरा भनेको छ त्यो कुरा नमान्दा हुने अनिष्टै हो, मान्दा हुने इष्ट नै हो। यो कुरा चाहिँ बुझ्नुपर्छ।